त्यसैमा चाहिँ बसेर धेरै नीतिगत सुझावहरू पनि दिन सक्नुभएको थियो। हामीलाई लागेको थियो उहाँहरू यत्रो ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ भन्ने लागेको थियो। त्यो गाम्भीर्य पटक्कै रहेनछ। उहाँहरूले त लत्तो छोड्न थाल्नु भएपछि हामीले यसलाई समातेका हौँ। हामी आशा गरिएको एउटा उदीयमान राजनीतिक शक्ति भएको हुनाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौँ। यो अनन्तकालीन हाम्रो सङ्घर्ष आजदेखि शङ्खनाद गरिएको छ। यो आम नेपाली जनताले चाहिँ म सन्देश पनि दिन चाहन्छु हाम्रो पार्टीका तर्फबाट। अर्को समय सीमा पनि छैन। कहिलेदेखि सुरु गर्ने, टिओआर के हो, कहिले सम्पन्न गर्ने हो, त्यो म्यान्डेट र ऊ पनि छैन। यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही केसहरू, नक्कली मुद्दाहरूमा त उहाँको त व्यापक अनुभव छ। त्यही अनुभवबाट गृह प्रशासनको कारबाही गर्नुहोस् हैन। प्रश्नोत्तर नगरौँ न अहिले, मलाई बोल्न दियो कि। 5वटा मुद्दामा हामीले उहाँको वाचमा भएको, उहाँको मुनिका निकायहरू, अध्यागमन विभाग हैन, त्यसपछि प्रहरी प्रशासन, सीआईबी, यो साराको चाहिँ संलग्नता भएको भनेर आइरहेको छ। एउटा तीर्थ भट्टराईले घुस खाएको इस्यु मात्र होइन यो। अख्तियारले चाहिँ एउटा सार्वजनिक ओहदा ग्रहण गरेको व्यक्तिले व्यक्तिगत निजी लाभ लियो कि लिएन भन्ने मात्र विषयमा उसको सेरोफेरोमा हुन्छ। हामी सङ्गठित अपराधको कुरा गरिरहेका छौँ। यति ठुलो जालो छ। म्यान पावर, एयरलाइन्सदेखि लिएर ट्राभल एजेन्सी, विदेशी र स्वदेशी नियोगमा काम गर्ने मानिसहरू, अहिले हाम्रो साथीहरूले सङ्कलन गर्नुभएको प्रमाणमा 3000 जति उजुरी आएका छन्। 3000 जति उजुरी। त्यो बुझाउँछौँ हामी, सम्बन्धित निकायलाई बुझाउँछौँ, अख्तियारमा बुझाउँछौँ। गृहमन्त्रीलाई चासो छ भने उहाँको मन्त्रालयमा पनि हामी बुझाउँला। यसैले यो जनगुनासोको यावत इस्युजहरू छ। अर्को आज मनिष झाले भनिसक्नुभयो, अख्तियारबाट पटक पटक चिठी काटिएको छ, नजरअन्दाज गरिएको छ, अनदेखा गरिएको छ। यसलाई हामीले कर्तव्यच्युतको चाहिँ संज्ञा दिएका छौँ। अङ्ग्रेजीमा डेरेलिक्सन अफ ड्युटी भनेका छौँ। त्यसको लागि नैतिकताको ठुलो ठुलो पाठ पढाउने, उपदेश दिने गृहमन्त्रीले पोहोर यहीँ भन्नुभयो होइन, प्रश्न तिर्सिना साथ कुनै पनि माननीय जनतामा चाहिँ हामी लान्छौँ। त्यसैले यो समग्रतामा किन आज सही गरेनौ, लान्छौँ भन्ने कुरा मैले राख्न चाहेँ। तपाईहरुले मान्छेलाई